आजको भिडियोको सुरुवात चाहिँ मेरो फ्यामिलीबाट भइरहेको छ। सो हेलो एभ्रिवान, गुड मर्निङ तपाईँहरू सबैजनालाई। आफ्टर 1 इयर बाद चाहिँ आज मलाई अनि मेरो नानीलाई भेटघाट गर्नु मेरो आमा, मेरो दादा अनि भेना अनि मतिम दिदी सबैजना भेटघाट गर्न आउनुभएको थियो है। म चाहिँ एकदमै खुसी थिएँ किनभने 1 इयर बाद भेट्दाखेरि चाहिँ कसलाई खुसी हुँदैन है। म एकदमै खुसी थिएँ। मैले चाहिँ एन्ट्री गरेको भिडियो पनि बनाउनु बिर्सेछु किनभने एक्साइटेड भएको कारण म त भिडियो बनाउनु नै बिर्सेछु है। अनि लन्चको टाइम मैले भिडियो बनाएँ, त्यो पनि बिर्सिसकेको थिएँ है। खाना खाइसकेर भिडियो बनाएछु। मलाई जिस्काउनु हुँदै थियो है, अगाडि नै भिडियो बनाउनु पर्थ्यो, खाइसकेर भिडियो बनाएँ भन्दै मलाई सबैले जिस्काइरहनु भएको थियो। अनि मैले पनि जिस्काइदिएँ, राम्रोसँग खानुहोस् है तपाईँहरू भन्दै मैले चाहिँ जिस्काइदिएको थिएँ। सबैजना एकदमै सरम मान्दै खाइरहनु भएको थियो। दादालाई पनि जिस्काइरहेको थिएँ मैले। अनि खानासाना खाइसकेर चाहिँ उहाँहरू फर्किनु भयो। म अनि मेरो हस्बेन्ड चाहिँ रोडसम्म पुऱ्याउनु गएँ है। रोड पनि नजिकै छ अनि दादा चाहिँ अगाडि नै गइसक्नु भएको थियो किनभने गाडी चाहिँ ग्यारेजमा राख्नु भएको थियो है। अनि दादाले चाहिँ भन्नुभएको थियो म गाडी घुमाएर ल्याउँछु अनि तपाईँहरू चाहिँ पछि आउनुहोस् है भनेर जानुभएको थियो। ठिक्कै हामी रोड पनि पुग्यौँ अनि रोड पनि नजिकै छ नि त। अनि हामी रोड पनि पुग्यौँ, गाडी पनि आयो है। सबैजनालाई गाडीमा हालेर पठाएँ है। सबैसँग बिदा माग्दै एकदमै मन बिग्रियो है, र पनि म एकदमै कन्ट्रोल गरेर बसेँ। सबैजनालाई बिदा मागेर म अनि मेरो हस्बेन्ड चाहिँ घर फर्क्यौँ। ओके बाई एभ्रिवान।